त्यस्तो त अब त्यति साह्रै अपमानित गरेर त भन्दिनँ 2-4 सिट मात्रै ल्याउनु छ त्यो मान्छेहरूले जो छ नि त्यो अहिले मलाई चाहिने यो त्यो गरेर चाहिँ यो कमेन्टमा यो त्यो गर्ने छैन ग्राउन्डमा छँदै छैन कार्यक्रम गर्दा मान्छे लिएर आउनुपर्छ अस्ति मैले देखिनँ त्यहाँ झापामा बाहिरको मान्छे लिएर कार्यक्रम गर्नुपर्छ उहाँहरूले त्यो त माइन्ड म्यानिपुलेसन टेक्निक रहेछ नि त सर होइन तपाईले सोशल इन्फ्लुएन्स सुन्नु न अब तपाईलाई सुन्नु न अब तपाईलाई के मनपर्छ त्यो चाहिँ मलाई थाहा भएन होइन तपाईलाई पनि त्यस्तै म्यानिपुलेसन मात्रै मनपर्छ कि अब तपाईँ जेन्युइन पर्सन हो या होइन म फेरि यता सुन्नु न ठिक छ एनालिस्ट हुनुहोस् राम्रो हुन्छ होइन विश्लेषक भन्नुहोस् तर मैले के भन्नु खोजेको चाहिँ के छ भने म्यानिपुलेसन गर्नु राम्रो हो मान्छेलाई म्यानिपुलेट गर्न राम्रो हो तर त्यसले चुनावमा इफेक्ट गर्छ नि होइन चुनावमा गरेर के गर्छ त ल फर इक्जाम्पल ल त्यो म्यानिपुलेट गरेर चुनाव जित्छ जितेर के गर्छ त्यसले प्लानै छैन कि होइन अहिले तपाईँलाई म सिधै भन्छु तपाईँले भन्नुभएको घन्टीवाला मान्छेहरू हो कुरा गरेको त्यो घन्टी पार्टीको भिजन के छ अरूको आलोचना गरेर मात्रै चाहिँ तपाईले जित्नुहुन्छ जस्तो लाग्दैन मलाई सुरु आफ्नो चुनावी प्रचारमा लाग्नु नि एक खैदो नखानिकन नहुने चाहिँ कस्तो हो नेपालमा नि उता केपी ओलीको पार्टी एमालेको पनि त्यही हालत छ क्या महेश बस्नेतलाई पनि फुर्सद छैन बालेनलाई डोमिनेट गर्नलाई केपी ओलीलाई पनि फुर्सद छैन आफ्नो पार्टीमा त्यही अनुसारको टाइम दिनु भने बरु 2-4 मत अरू बटुलिन्थ्यो कि त्यो छैन कसरी हुन्छ बालेनलाई गिराएर राष्ट्रपालाई तल पार्नु छ त्यो त जनताले जानेकै छन् नि जोग जाहेर छ त जनता जनार्दन भन्ने कुरा त सबैलाई थाहा छ त राम्रो नराम्रो सबैलाई थाहा छ आजकलको जनतालाई उनीहरूले जानेरै भोट गर्ने हो राम्रो छौ भने एमालेलाई पनि गर्छन् किन टेन्सन त्यसमा पहिला पनि गरेकै हो तर आलोचना अर्कालाई डोमिनेट गर्नुभन्दा पनि आफ्नो चुनावी प्रचारमा लागेको थियो राम्रो क्या नतिजा त भोलि देखिहालिन्छ नि चुनाव हुने भएपछि फागुन 21मा भएको चुनावमा 4-5 दिन पछाडि देखिन्छ अहिलेदेखि डोमिनेट गर्नुपर्ने खासै त्यस्तो जरुरी जस्तो लाग्दैन मलाई चाहिँ